नमस्कार। आजको यस भिडियोमा हामी सरकारी वकिलको बारेमा थोरै कुराकानी गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सरल रूपमा भन्नुपर्दा सरकारी वकिल त्यस्ता वकिल हुन् जसलाई नेपाल सरकारले नियुक्त गर्ने गर्दछ। उनीहरू सरकारी वकिल कार्यालयको मातहतमा रहेर अदालतलाई न्याय निरूपणमा मद्दत पुर्याउने गर्दछन्। सरकारी वकिल अन्तर्गत महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता पर्दछन्। सरकारी वकिलको कार्यालय अन्तर्गत महान्यायाधिवक्ताको कार्यालय, उच्च सरकारी वकिल कार्यालय, विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय पर्दछन्। नेपालमा एउटा महान्यायाधिवक्ता कार्यालयको व्यवस्था गरिएको छ जसको प्रमुख महान्यायाधिवक्ता हुने गर्दछन्। नेपालको संविधानले महान्यायाधिवक्तालाई नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार भनेर भनेको छ। महान्यायाधिवक्ताको नियुक्ति र बर्खास्ती प्रधानमन्त्रीको इच्छा अनुसार हुने गर्दछ। महान्यायाधिवक्ताको मुख्य काम भनेको नेपाल सरकारलाई कानुनी सल्लाह प्रदान गर्नु हो। नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुन्छ। महान्यायाधिवक्ताको कार्यालयमा विभिन्न विभागहरू हुने गर्दछन् र त्यस्तो विभागको प्रमुखहरू नायब महान्यायाधिवक्ता हुने गर्दछन्। त्यसैगरी प्रत्येक उच्च अदालत र सोको इजलास रहेको ठाउँमा एउटा उच्च सरकारी वकिल कार्यालय रहेको हुन्छ। जसअनुसार हेर्ने हो भने नेपालमा 18 वटा उच्च सरकारी वकिल कार्यालय रहेका छन्। उच्च सरकारी वकिल कार्यालयको प्रमुख सहायक न्यायाधिवक्ता हुने गर्दछन् र उनको मातहतमा अन्य सरकारी वकिलहरू जस्तै उपन्यायाधिवक्ता र सहायक न्यायाधिवक्ता पनि कार्यरत हुने गर्दछन्। साथसाथै नेपालमा रहेका विशेष अदालतहरू जस्तै श्रम अदालत र वैदेशिक रोजगार न्यायाधिकरणसँग सम्बन्ध राख्ने एउटा विशेष सरकारी वकिल कार्यालयको पनि व्यवस्था नेपालमा गरिएको छ, जुन काठमाडौँमा रहेको छ। विशेष अदालतको क्षेत्र अधिकार अन्तर्गत पर्ने घटनाहरूको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर नेपाल सरकारको तर्फबाट मुद्दा हाल्ने वा नहाल्ने भन्ने कुराको निर्णय विशेष सरकारी वकिल कार्यालयले गर्ने गर्दछ। त्यसैगरी नेपालभरि प्रत्येक जिल्ला अदालत रहेको ठाउँमा एउटा जिल्ला सरकारी वकिल कार्यालय रहेको छ। जसअनुसार हेर्ने हो भने नेपालभरि 177 वटा जिल्ला सरकारी वकिल कार्यालय रहेका छन्। जिल्ला सरकारी वकिल कार्यालयको प्रमुख जिल्ला न्यायाधिवक्ता हुने गर्दछन् र उनको मातहतमा सहायक जिल्ला न्यायाधिवक्ता रहने गर्दछन्। उक्त सरकारी वकिलले पनि नेपाल सरकारवादी हुने मुद्दाको उजुरी परेमा उक्त घटनाको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर नेपाल सरकारको तर्फबाट मुद्दा हाल्ने वा नहाल्ने भन्ने कुराको निर्णय गर्दछन्। कुनै पनि व्यक्ति उप नेपाल सरकारवादी भई मुद्दा चलेमा नेपाल सरकारको पक्षबाट सरकारी वकिलले नै प्रतिनिधित्व गर्ने गर्दछन् र मुद्दा लड्ने गर्दछन्। त्यसैगरी हिरासतमा रहेका शङ्कित व्यक्तिको बयान लिने र अनुसन्धानका क्रममा प्रहरीलाई निर्देशन दिने काम पनि सरकारी वकिलले गर्ने गर्दछन्। आजको भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोला र यस्तै भिडियो हेर्नको लागि हामीसँग जोडिन नबिर्सिनुहोला। धन्यवाद।